100 है यो जान्नु पर्यो 25 सम्म। अब हामीले 11 को स्क्वायर देखि अब लफडा सुरु भयो। 12 को स्क्वायर, 13 को स्क्वायर, 14 को स्क्वायर, 15 को स्क्वायर, यो कन्टाउनु पर्यो। यो सबै कन्टाउनु पर्यो है। 11 स्क्वायर कति 121, 121, 12 को स्क्वायर 144 है। सबै याद गर्नुपर्छ यो। 12 को स्क्वायर 144, 13 को स्क्वायर 169, 14 स्क्वायर ठ्याक्कै उल्टिन्छ है यो 1 9 अगाडि आउँछ। अब 9 9 6 यो उल्टिन्छ यहाँ 6 9 या 9 6 हुन्छ। 12 को स्क्वायरमा 169, 14 13 को स्क्वायरमा 169, 14 को स्क्वायर 196 यो याद हुनु पर्यो। यो रोल नम्बर के गर्ने तपाईलाई भोलि भन्दिनु होला। अहिले क्लास लिनुस् पहिला है। यो कुरा पछि फोनमा सोधे पनि भयो। स्क्वायर नम्बर याद गर्नुस् बरु। 13 को स्क्वायर 196, 14 को स्क्वायर 196, 15 स्क्वायर भन्न सक्नुहुन्छ कति हुन्छ 15 को स्क्वायर? 15 स्क्वायर कति? 15 को स्क्वायर 225 प्याट्टो भन्नु पर्यो। मैले भने जस्तै ठ्याक्कै मैले भने जस्तै भन्न सक्नु पर्यो के 225। उसले ल नानी 16 को स्क्वायर भन्नुस् त कति 256। तपाईले सिधै लेख्न सक्नु पर्यो के 16 को स्क्वायर, 17 को स्क्वायर, 17 को स्क्वायर। यहाँ 2 त सुरु भइरहेछ हैन। यहाँ कथा त 2 कै चलिरहेछ। यहाँ पनि 2 छ, यहाँ पनि 2 छ। यसको टाउको 2 त भइहाल्छ, 2 को भइहाल्छ। 7 पछि के आउँछ 8 आउँछ, 8 पछि के आउँछ 9 आउँछ। 2 8 9, 2 8 9। 17 को स्क्वायर 17 सम्म 2 चलिरहेछ है। 17 सम्म 2 2 2 चलिरहेछ। यो टाउको अगाडि आइरहेछ। 7 पछि 8, 8 पछि 9, 2 8 9, 2 8 9। 18 को स्क्वायर कति हुन्छ? 18 स्क्वायर कति हुन्छ? अब 18 स्क्वायर चाहिँ 3 सुरु भयो। 18 स्क्वायर कति हुन्छ? यसो गरौँ न त। यसको बेस र पावर कति छ? यसको बेस र पावर जोडौँ त 2 र 1 3। यहाँ 8 को मैले यसो लेखेँ। 8 लाई मैले 8 लेखिदिए, 8 लाई मैले 8 लेखिदिए। यसको अगाडिपट्टिको बेस र यसको पावरलाई जोड्दा 2 1 3 लेखिदिए। 8 त्यहाँ कति हुन्छ? 24 हुँदो रहेछ। 8 त्यहाँ 24 हुँदो रहेछ। 8 को स्क्वायर भनेको 324 रहेछ। 8 को स्क्वायर 324 हुन्छ। याद गरेर यसरी 8 को स्क्वायर 324 कसरी हुन्छ याद गर्ने। मैले कसरी याद गरेको छु? 8 को त 8 लेखिदिए, बेसको र टाउको जोडेर गुणन गरिदिए। 2 1 3, 8 त्यहाँ 24, 324 भनी सम्झिने। याद हुनु पर्यो। तपाईले जसरी हुन्छ याद गर्नुस्। यो एटेनी कस्ट याद हुनु पर्यो। सर एकचोटी दिनमा के भड्कै जोइन गरे सर। एकचोटी अझ रिपिट गर्दिनु न। के भन्नु भाइ? एकचोटी अझ रिपिट गर्दिनु न। 11 को स्क्वायर देखि। ए भाइ यो सबै कुरा त रेकर्ड भइरहेछ। तिमी लेट जोइन गर्छु त भाइ मैले कसरी रिपिट गर्नु? यो सबै कुरो मैले रेकर्ड गरेको छु। पटक पटक तपाईँ 20 पटक पढ्नु न यार। स्क्वायर त सिकाइरहेको छु, के ठुलो कुरो छैन। ल हेर्नुहोस् के भनेको छैन। 16 स्क्वायर 256 याद गर्नुहोस्। 17 को स्क्वायर चाहिँ 17 को स्क्वायर याद कसरी गर्ने? 2 को 2 त अगाडि आइरहेको थियो। 2 त सुरु आइरह। 2 को 2 आइहाल्यो। 7 पछि 8, 8 पछि 9। 17 को स्क्वायरमा 7 पछि 8, 8 पछि 9 आउँदो रहेछ। 7 किन 2 8 9। 18 को स्क्वायर याद गर्ने तरिका 8 को 8 लेखिदिए। बेस र टाउकोलाई गुणन जोडे मैले। 2 र 1 3 भयो अनि मल्टिप्लाई गरिदिए। 8 3 24, 324 अनि सम्झिदिए। यो चाहिँ हाम्रो 18 को स्क्वायर रहेछ। स्क्वायर नम्बर। तपाईलाई म अब 19 को स्क्वायर याद गराइरहेको छु। 19 को स्क्वायर हेर्नुहोस् त भाइ। अब त्यहाँ 3 आइसक्यो। 3 आइसक्यो। 3 त आउने नै भयो। 19 को स्क्वायरमा पनि 3 त किनकि 20 को स्क्वायरमा 400 हो। 400 भन्दा त कम हुन्छ नि। 300 कै रेन्जमा छ 19 को स्क्वायर। 19 को स्क्वायर पनि तपाईको 300 कै रेन्जमा छ। अब तपाई कसरी सम्झिनु भने याद क्विकली याद गर्नको लागि यो 19 लाई एकपटक घुमाइदिनुस् त भाइ। यो 19 लाई म एउटा ट्रिक भन्छु ल। यसलाई कसरी गर्ने यसलाई सम्झिदिनु। यो 19 लाई मैले यो 19 लाई मैले यो 19 लाई मैले यो 19 लाई मैले स्वाट्ट घुमाइदिन्छु ल। यसलाई क्लकवाइज यसलाई मैले क्लकवाइज पल्टाइदिँदा के भइरहेछ? यो 9 पल्टेर 6 बन्छ। यो 1 को त 1 बन्छ। 61 बन्नु रहेछ।
यो 19लाई घुमाइदिनुहोस् त, 19लाई घुमाइदिनुहोस् त, के भनिरहेछ 61 भनिरहेछ। 19 को स्क्वायर चाहिँ यसलाई ट्विस्ट गरी बन्दो रहेछ 361 बन्दो रहेछ। मैले 19 को स्क्वायर यसरी याद गरिदिएँ। अब तपाईँको दिमागमा 19 देख्ने बित्तिकै रमाइलो कथा याद आउँछ, ए सरले त 19लाई घुमाइदिएर 61 बन्छ भन्नुभएको थियो, यो यसरी पल्टाइदिने भने 61 बन्छ, यो घुमेर 61 बन्छ, अगाडि 3 त आइहाल्छ, 361 पो रहेछ भनेर यसको स्क्वायर तपाईँलाई दिमागमा बस्छ। अब तपाईँले चाहिँ यो 20 को स्क्वायर, अब कसलाई थाहा छैन भाइ 20 को स्क्वायर, 20 को स्क्वायर 400 भयो। स्क्वायर नम्बर माइन्डमा आउनु पर्यो। अब स्क्वायर नम्बरमा तपाईँलाई 10 सम्मको स्क्वायर त प्रब्लम छैन, 11 देखि 11 स्क्वायर 121, 12 को स्क्वायर 144, 13 को 1 छ 9, 14 को 1 9 छ, ठ्याक्कै रिभोज भइरहेछ, यो पछाडिको टर्म रिभोज भइरहेछ। 15 को स्क्वायर 225 यो कसरी आउँछ, 5 पछाडि भएका स्क्वायर म फेरि सेयर गर्नेछु एकछिनपछि, यो सिम्पल छ। 16 को स्क्वायर 256, 16 को स्क्वायर 256, 17 को स्क्वायर कसरी बनाउने, 17 को स्क्वायरलाई कसरी याद गर्ने, प्र्याक्टिस गर्ने बेलामा 2 को 2 लेखिदिने, 7 त्यहाँ आएको रहेछ, 7 पछि 8 आउँछ, 8 पछि 9 आउँछ भने घोक्ने, घोक्ने यो त घोक्ने कुरो भयो। अब तपाईँलाई 18 को स्क्वायर चाहियो, 18 को स्क्वायर चाहियो भने 2-4 पटक प्र्याक्टिस गर्ने। ए सरले त यहाँ भएको एउटा 8 लिने अनि टाउको र यो बेस जोड्ने, 3 बनाउने अनि गुणन गर्ने भन्नुभएको थियो, पछाडिपट्टि जे आउँछ त्यो स्क्वायर हुन्छ भन्नुभएको थियो भने सम्झिने। बिस्तारै यसरी पढ्ने, पहिला प्र्याक्टिस यसरी गर्ने, पछि 324 भन्ने कुरो फ्याट्टै दिमागमा आउँछ, जसरी मैले मेरो दिमागमा आइरहेको छ। फ्याट्टै तपाईँले 18 को स्क्वायर झ्यापुत माइन्डमा यसरी राख्ने, माइन्डमा राख्न सिकाइरहेको छु म। 18 को स्क्वायर यसरी माइन्डमा राख्ने, 18 को स्क्वायरलाई हामी यसरी माइन्डमा राख्छौँ, यो नोट गर्दै जाउँ। यो याद हुनु पर्यो, यो सानो केटाकेटीले पढाउने कुरा जस्तो भयो, तर जान्नु पर्यो नि त भाइ, पाटो याद हुनु पर्यो, पढ्यो याद हुँदैन। अब 19 को स्क्वायर बनाउने तरिका कति सजिलो हो। अब 3 त आइहाल्यो, किनकि 20 को स्क्वायरमा पो 4 आउँछ, 400 हुन्छ, यहाँ त 300 मै होला समथिङ। अब यो 19लाई ट्विस्ट गरिदिने, यसलाई घुमाइदिने, 19लाई घुमाउँदा के बन्छ रे, 61 बन्छ, 361 हुन गयो। 20 को स्क्वायर कति हुन गयो, 400 हुन गयो। अब योभन्दा अगाडिको स्क्वायर हेर्नुहोस्, 21 को स्क्वायर, 21 को स्क्वायर निकाल्न 21 लाई उल्टो गर्नुहोस् त 12 बन्यो, 12 को स्क्वायर 144 हो, 12 को स्क्वायर 144 हो भने यसलाई उल्ट्याउँदा 21 बन्छ, यसलाई उल्ट्याउँदा 441 बन्छ। सजिलो छ यो चाहिँ यता रिलेट गर्ने। 12 को स्क्वायर तपाईँलाई थाहा छ भने 12 को उल्टो 21 को स्क्वायर पनि थाहा हुन्छ। 12 को स्क्वायर 144 हो भने यो उल्ट्याउँदा 21 बन्छ, 21 को स्क्वायर 441 हो। कस्तो राम्रो कन्सेप्ट मिल्दो रहेछ यसमा है, यसो कस्तो राम्रो मिल्दो रहेछ। 21 को स्क्वायर 441 हुँदो रहेछ है। यसलाई सम्झिने कसरी, 12 को स्क्वायर 144, त्यसलाई 12 लाई उल्ट्याएर 21 बन्यो, 144 उल्ट्याएर 441 बन्यो, यसरी सम्झिने। यो स्क्वायरलाई यसरी सम्झिने है। अब 22 को स्क्वायर एकदम चाहिन्छ भाइ, सिम्पल तरिकाले यो 2 को स्क्वायर लेखिदिइहाल्ने 4, फेरि 2 स्क्वायर लेखिदिइहाल्ने 4, जोडेर बिचमा लेखिदिइहाल्ने 8, 884 भने सम्झिने, यसरी सम्झिनु पर्यो। यो 22 को स्क्वायर भयो, 22 को स्क्वायर भयो। सम्झेको, याद भइरहेछ कि छैन, एकैछिनमा लेख्न सक्नु पर्यो है, फेरि क्विकली हुनु पर्यो सब कुरा, यो फटाफट लेख्न सक्नु पर्यो। अब 22 को स्क्वायर पछि तपाईँलाई 23 को स्क्वायर चाहियो। 23 को स्क्वायर कसरी प्र्याक्टिस गर्ने, प्र्याक्टिस गर्ने तरिका भन्दैछु। यो 2 र 3 लाई जोड्ने, 5 लेख्ने प्र्याक्टिस गर्ने तरिका के, ए 2 त जोडेर 5 आउँछ, 2 त जोडेर 5 आउँछ। अब यही सार्ने, अगाडिपट्टि कति छ, पहिला 2 त जोड्दिने अनि यही सार्ने। अगाडिपट्टि कति छ, 2 छ, 2 नै सारिदिए। पछाडिपट्टि कति छ, 3 स्क्वायर छ, 3 स्क्वायर नै सारिदिए। 3 स्क्वायर भनेको कति हो, 9, 9 लेखिदिए, सकिएको छ। 23 को स्क्वायर कति इजिली याद भयो, 23 को स्क्वायर पनि याद भयो है। याद भइरहेछ कि भन्नुहोस्। एकदेखि 25 सम्म स्क्वायर अहिले तपाईँले छोपेर लेख्न सक्नु पर्यो, मैले प्र्याक्टिस सिकाइरहेको छु। याद भएको हो, ठिक छ। 23 को स्क्वायर मैले फेरि रिपिट गरेँ, कसरी निकाल्ने 23 को स्क्वायर, कति सजिलो हो। 23 को स्क्वायर त के गर्ने रे, यो दुवैलाई जोड्ने, 5 बन्यो। हुबहु यो डिजिट सार्ने, 2 को 2 सारिदिने, 3 क्युब को 3 क्युब यहाँ सारिदिने, तर 3 क्युब भने 9 हो, त्यो 9 लेखेर सारिदिने। ल 529 हुँदो रहेछ 23 को स्क्वायर गरेको। यसरी सम्झिने, सुरुमा यसरी पढ्ने, पछि दिमागमा प्याट प्याट हान्न थाल्छ, आफै आउँछ। 23 को स्क्वायर 529 हो। अब कुरो रह्यो 24 को र 25 को स्क्वायर, यसलाई कसरी सम्झिने हेर्नुहोस्। 24 को र 25 को स्क्वायर कसरी सम्झिने, यो दुईटा स्क्वायरलाई मैले 600 को बेसमा सम्झिन्छु।
सुन्ने सबले ध्यान दिएर सुन्ने, यो स्क्वायरलाई मैले 24 को र 25 को स्क्वायरलाई मैले 600 को बेसमा सम्झिन्छु। यो भनेको 600 बाट 24 कम हो। यो भनेको 26 बाट 24 को स्क्वायर 600 बाट 24 कम हो। 25 को स्क्वायर 600 बाट 25 बढी हो। 24 को स्क्वायर 600 बाट 24 कम हो। 25 को स्क्वायर 600 बाट 25 बढी हो। ल हेर्नुस् त 600 बाट 24 कम भनेको 576 हो। 576 हो। 600 बाट 25 बढी भनेको 625 हो। तपाईं यसरी सम्झिने, 24 र 25 को स्क्वायर 600 को बेसमा सम्झिने। 24 को स्क्वायर भनेको 24 र 25 600 को रिफरेन्समा सम्झिने। 24 को स्क्वायर 600 बाट 24 कम हो। 600 बाट 24 576 हो। 25 को स्क्वायर 600 बाट 25 बढी हो। 600 प्लस 25 625 भयो। ल भन्नुस् तपाईलाई 25 सम्मका स्क्वायर दिमागमा बस्यो कि बसेन? बस्यो बसेन? ल भन्नुस्। माइक अन करके बोलो। बोल्न पाइन्छ? हल्ला गर्न पो पाइदैन त। ल कोही बोल्नुस् त, यो कुरा बुझ्यो कि हैन? सर 2 डिजिट को स्क्वायर को लागि छैन कुनै? कसैले के डाउट छ भन्नुस् त, म केही भनिदिनु पर्छ? सर यो 23 को स्क्वायर अलि सम्झाइदिनु त सर। यो 23 को स्क्वायर अब हुन त 23 को स्क्वायर तपाईले क्याल्कुलेटर थिचेर अहिले हानिहाल्नुहुन्छ के सम्झाउ मैले। तै पनि तपाईको दिमागमा लाइफ लङ कसरी राख्ने भन्ने कुरो न हो यहाँ। तपाईको स्क्वायरमा जिन्दगीभरि कसरी राख्ने भन्ने कुरो न हो यहाँ। भाइ यसरी राख्ने, 21 को स्क्वायर आइदियो भने 21 लाई उल्ट्याउनुहोस्, 12 भयो। 12 को स्क्वायर भनेको कति 144 हुन्छ। 21 लाई उल्ट्याउँदा के अरे 12 लाई उल्ट्याउँदा 21 बन्छ। यसको उल्टो गर्नुपर्छ 441। यो यसरी सम्झिनु। तपाईलाई 22 को स्क्वायर सोध्यो भने लेख्ने, यसरी प्र्याक्टिस गर्ने के केही दिन, यसलाई समात्ने। एकछिन है, मेरो यो माउस यता परेछ। हेर्नुस् 2 को स्क्वायर 4 हुन गयो, फेरि 2 को स्क्वायर 4 हुन गयो। यो दुवैले जोडेर बीचमा हाल्दिने, 22 को स्क्वायर सिद्धिने। तपाईलाई समस्या दिइरहेछ 23 को स्क्वायरले कसरी सम्झिने, सबैभन्दा सजिलो भयो। यो दुवै डिजिटलाई जोड्दिने, 5 बन्न गयो। यो दुवै डिजिटलाई जोड्दिने, त्यसपछि यी दुवै डिजिट हुबहु सार्ने। ऊ 2 को मैले 2 सारी दिए, 2 को मैले 2 सारी दिए, 3 स्क्वायर को मैले 3 स्क्वायर सारी दिए। 3 स्क्वायर भने 9 होइन त, अनि 9 सारी दिए नि त सकिएको त। 23 को स्क्वायर 23 को स्क्वायर बन्यो नि। अब 24 को र 25 को स्क्वायर चाहियो तपाईलाई। 24 को स्क्वायर चाहियो, 25 को स्क्वायर चाहियो भने यो दुवै स्क्वायरलाई मैले 600 को बेसमा सम्झिन्छु। कसरी सम्झिन्छु? 24 को स्क्वायर भनेको 600 बाट 24 ले कम हो। 25 को स्क्वायर भनेको त 600 बाट 25 ले बढी हो। 600 बाट 24 ले कम भनेको त 576 हो। अनि 600 बाट 25 बढी भनेको त कति हो? 625 हो। ल हेर्नुस्, मैले तपाईलाई 25 सम्म स्क्वायर घोक्नु भनेको थिएँ। मैले सम्पूर्ण कुरा अहिले ब्रेनमा राख्दिए। एकपटक प्र्याक्टिस त गर्नु पर्ने हो। ट्रिक छैन सर भन्नुभएको छ। के को ट्रिक बहिनी? रविन्द्र भाइ के को ट्रिक? के को ट्रिक भन्नु पर्यो फेरि तिमीलाई? यो अब ट्रिक भने हैन त। 2 डिजिट नम्बरको स्क्वायर निकाल्नलाई कुनै त्यस्तो ट्रिक छैन सिधै? त्यो पनि म सेयर गरिदिन्छु, तर तपाईलाई त्यो ट्रिक लाउँदा पनि टाइम लाग्छ के भाइ। यति क्विकली गर्नुपर्छ के। तपाईलाई 13 स्क्वायर 1 छैन, 14 स्क्वायर 1 9 छ, फ्याक्ट भन्नु। 16 स्क्वायर 256, 17 स्क्वायर 289, 19 को स्क्वायर भनेको अनि 20 सम्म त यादै छ सर। 20 भन्दा माथि अब 31 हुन्छ 30 हुन्छ। तपाईलाई याद छ यार। यहाँ कति पनि याद नभएका साथीहरू पनि 9 सम्मका दुना टेबल नजान्ने पनि त साथीहरू छन् नि। मैले सबैले भनिरहेको साथी हैन। तपाईलाई याद छ भने तपाईलाई धेरै धेरै धन्यवाद छ है। यी सबैले कुरा बुझिदिनु पर्यो। 1 देखि 25 सम्म टेबल तिमीले यो घोक्दा घोक्दा स्क्वायर घोक्दा घोक्दा कति तिमीहरू टर्चरमा हुन्थ्यौ। मैले आज तिमीलाई इजी तरिकाले यो स्क्वायर कसरी याद गर्ने भन्ने ट्याक्टिक सिकाइदिए। ऊ 21 हेर्नुहोस्, 22 हेर्नुहोस्, 23 हेर्नुहोस्, 24 25 हेर्नुहोस्। अब तपाईलाई यो भन्दा अरू टर्मको स्क्वायर चाहियो भने पनि गराउन सकिन्छ। म